गाइज अहिले त म किचनमा छु हजुरहरूले ब्याकग्राउन्डबाट पनि देखिसक्नु होला म किचनमा छु भनेर अहिले चाहिँ म खाना बनाउँदैछु खाना बनाउँदा बनाउँदा र कस्तो कोल्ड कफी खान मन लाग्यो कि अघि अनि मैले चाहिँ कोल्ड कफी बनाएको रेसिपी नि राख्छु भनेको थिएँ म रेसिपी राख्छु मैले कस्तो कोल्ड कफी खान्छु भनेर हजुरहरूलाई मन पऱ्यो कि मरेन लाइक सेयर कमेन्ट पनि गर्नु होला अनि हजुरहरूले कस्तो खानुहुन्छ त्यो पनि भन्नु होला सुरुमा चाहिँ मैले कप निकालिसकेको छु कोल्ड कफी खानको लागि अब चाहिँ म दुध अघि नै मैले फ्रिजमा राखेको थिएँ फ्रिजको डीमा राखेको थिएँ डीमा राखेको थिएँ पहिला सुरु दुध निकाल्नु पऱ्यो फ्रिज लगाउनु पऱ्यो दुध घरमा कफी खाने म मात्रै हो बाइ द वे ल कफी बनाउँछु अब म रेसिपी राख्छु ल कफी चाहिँ मैले यो युज गर्छु है बाइ द वे मैले यही नै ट्राई गरिरहेको कफी दिस इज कफी बनाउने सामान कफी बनाउने भाँडा मिल्क कफी आइस अनि चिनी अब म चाहिँ कफी बनाउँछु म कफी बनाउँदैछु यसमा चाहिँ म कफी बनाउँछु सुरुमा कफी हाल्नु थोरै दिस इज कफी होइन मैले चाहिँ यो कफी युज गर्छु थोरै कफी आफूलाई कति टेस्ट मनपर्छ त्यति कफी हाल्ने आफूलाई कति मनपर्छ चिनी चाहिँ एड गर्ने म चाहिँ एकदम धेरै गुलियो खाने मान्छे त्यहाँबाट 3 स्पुन चिनी है त्यसपछि पानी सादा पानी है सादा पानी युज गर्ने त्यसपछि कफी बनाउने मेसिन फिट गर्न पऱ्यो अनि स्टार्ट गर्ने यसरी सुरुमा चाहिँ हजुरहरूले चाहिँ कसरी कफी बनाउनुहुन्छ प्लिज मलाई कमेन्ट गरिदिनु है म चाहिँ पहिला चाहिँ कफी र चिनी अनि थोरै पानी हालेर चाहिँ मिक्स गर्छु मजाले मिक्स गर्छु यसरी नै होइन आफूलाई यस्तो हुन्छ है कफी यस्तो हुनु पऱ्यो कफी म चाहिँ यस्तै बनाउँछु यो भयो मैले खाने कफी म चाहिँ छुट्याएर मलाई राखिदिन्छु अनि त्यसपछि मैले सुरुमा हाल्छु आइस आफूलाई कति मनपर्छ त्यति आइस हाल्नु पऱ्यो ओ सो सरी म त आइस चिसो बनाउँ चिसो त मलाई एकदम मनपर्छ त्यसपछि दुध हाल्ने चिसो दुध हाले नि हुन्छ तातो दुध हाले चम्चाले चलायो भने हुन्छ स्ट्रले चलायो भने हुन्छ लाइक यस्तो हुन्छ यस्तो छ मेरो कोल्ड कफी है मैले चाहिँ कफी बनाएँ अब म टेस्ट गर्छु अनि कस्तो हुन्छ म हजुरहरूलाई देखाउँछु ल टेस्ट गरेर यो चाहिँ मैले कफी बनाएको ल म टेस्ट गर्छु वाउ यो चाहिँ टेस्ट मजाले यो भ्यू हेर्दै सबै छतमा बसेर वाउ हजुरहरू पनि ट्राई गरेर खानु ल